मैले किन यति दिन मिनी भ्लग हालेन त? सो हेलो नमस्ते एभ्रिवान, स्वागत छ हजुरहरू सम्पूर्णलाई मेरो मिनी भ्लगमा। सबैभन्दा पहिला त हजुरहरू सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र आज चाहिँ बिहानै आफ्नो पसल लिएर यी नानीको घर पुग्यौँ, किनकि यी नानीको चाहिँ बेल पूजा थियो र मतलब बेल विवाह थियो। त्यसैले यी नानीलाई हल्का आफूले जानेको मेकअप गरिसकेँ। र मैले चाहिँ मिनी भ्लग किन नहालेको भने चाहिँ 4-5 दिन चाहिँ म पसलमा औँसीको लागि बिजी भएको कारणले मैले मिनी भ्लगै बनाउन पाएको थिएन, त्यही भएर मैले मिनी भ्लग हालेन। र आज चाहिँ यी नानीहरूको मेकअप गरिसकेपछि यी नानीहरूलाई मन्दिर पठायौँ र आफू चाहिँ व्यापार गर्नको लागि पसलमै बस्यो र व्यापार गरियो। आज पनि दिनभर व्यापार गरियो, राम्रै व्यापार गरियो। र नानीहरूको चाहिँ ट्याक्कै पसल अगाडि म पसल राख्छु र व्यापार गरिसकेपछि साँझ आयौँ र रुम आएपछि चाहिँ मैले यो कुर्ती चाहिँ न्यु इयरको लागि किनेको थियो। न्यु इयरमा म बिजी भएको कारणले मैले लाउनै पाएको थिएन, अनि आज चाहिँ टाइम मिलाएर लाउन थालेको।